5 बजे उठेर लारा राजमार्ग अन्तर्गतको जुम्ला खण्डको त्रिवेणी टोप्ला हुँदै दौसिलेतर्फको यात्रा अगाडि बढ्यो। देखियो अब हुन्छ। भ्यू हेर्नु न माथि त्यो कडा छ क्या, फोटोमा देखिन्छ त। यताबाट जान अलिक गाह्रो हुन्छ के। ल हात हलाउनु, हात सर सर। हेलो 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 गाइज, दामी भ्यू छ। नेसनल हाइवे हो होइन, नेसनल हाइवेको चाहिँ आरमारे अनि त्यो सहरदारी जाजरकोट खलङ्गा जुम्ला तुरारी हुँदै हुँदै अब रारा यो त रारा राजमार्ग अन्तर्गत पर्दछ। यो चाहिँ के अरे NH 56 हो। अनि यो हामी अब यो जुम्ला खण्डमा छौँ। अब यो जुम्ला जाजर खण्डको चाहिँ अब यहाँ जुम्लाको सिमानासम्म पुरै कम्प्लिट चाहिँ ट्र्याक ओपनिङ छ भने उता जाजरकोटबाट चाहिँ एउटा ट्र्याक जोड्न बाँकी छ। अब यसलाई हामी गर्ने ट्र्याकमा छौँ। अहिले हामी त्यही बाटोको त हाम्रो अब चाहिँ अहिले अनुभवमा नछौँ होइन त। ल यो हाम्रो रञ्जितजी हुनुहुन्छ। यो भिडियो अब हामी संक्षिप्तमा उहाँले हाम्रो रारा राजमार्गको डिस्क्रिप्सन दिनुहुन्छ नि, त्यसपछि अब हाम्रो युट्युबमा आउनेछ भिडियो। ल सुरु गरौँ त। ल रारामा भन्छु, रारा हाइवेमा हामीहरू अवलोकन गरिरहेछौँ। कता कुन स्ट्रक्चर भनेपछि रारा हाइवे बन्ने भयो होइन। ल हाम्रो टोलीहरू अब माथि सर्टकट बाटो लिँदैछ जाजरकोटको सिमाना पुग्न। यहाँ आउनु। हाम्रो एकजना साथी हेर्न सक्दैन भन्नुभयो, हामी चाहिँ आउनुहोस् भनेर एकदम प्रयास गरेका छौँ। आउनुहोस् हाम्रो एकजना साथी पारे त्यहाँ चाउचाउ बिस्कुट ल्याएर आउँदै हुनुहुन्छ।
होइन आउनु सकिन्छ उहाँ आउँदै हुनुहुन्छ पारि एकजना त्यहाँ हुनुहुन्छ होइन आउनु सकेन भने हामी छौँ नि आउनु न आउनु ए साथीहरू यहाँ वेटिङ हुनुहुन्छ अनि एकदमै चाहिँ गाह्रो अवस्था छ लगभग कति 42 मिटर हाइट होला अहिले चाहिँ हामी उकालो लागिरहेको छौँ साथीहरू एकदमै स्यास्या भइसकेको छ गाह्रो छ नि त के छ काली भाइ अब उतै माथि त्यो डाँडामा पुग्न छ हामीलाई हिउँ परिरहेछ अलिअलि अनि हाम्रो गाडी पारी त्यो डाँडामा राखेको छौँ त्यहाँभन्दा यता आउनु सकेन किनभने त्यो त्यो ठाउँमा चाहिँ नि अलिकति बाटो ब्लक रहेछ जाउँ हामी उकालो चढ्दैछौँ गाह्रो भएको अवस्था सबैलाई यहाँ ससो भएर धेरै गाह्रो भइसक्यो हाम्रो रन्जितजी यहाँ झन् लडेको मान्छे अब बडीमा 15-20 मिनट हामी जाजरबाट दिम्लाको सिउरा पुग्छौँ कस्तो भइरहेछ अनुभव यो बाटो अनुगमन गरेको अनि यो बाटोमा कुन मोड सुधार गर्ने के गर्ने कसरी हामीले प्लानिङ गरेर बाटोमा टिपेर पनि आएको छ अहिले अनि कुन ठाउँ कसरी अब इम्प्रुभ गर्ने भन्ने कुरा अनि यसको इस्टिमेट गरेर अब ल शुभकामना सबैलाई यहाँ त गुर्न सकिन्न आउनु एउटा यो चाहिँ वास्तवमा चाहिँ लाली गुराँसको हो यो होइन बुट्यान तर चाहिँ तलतिर अलिक रातो हुन्छ भने यो हाइटमा चाहिँ अलिक सेतो टाइपको फुल फुल्छ अलिक सायद तपाईँले उता फोटो खिच्नु भएको होला होइन त्यो देखिँदैन क्या त्यो पनि तलै हो उहाँ हाम्रो गुरु त्यहाँबाट हिँड्दै पानी चाउचाउ बोकेर ल्याउनु भएको छ चाउचाउ छ बिस्कुट छ पकेटमा राख्नु भएको हो क्या ल हेर्नु कुन बिस्कुट लिएर आउनु भयो ल पानी हेर्नुहोस् अब यहाँ पानी पनि पिउनु पऱ्यो है टक्क चुसोमा हामी चाहिँ जुम्मा जाएको सिमाना पुग्छौँ पिक पोइन्टमा त्यो चाहिँ गौसीले लेक हुन्छ त्यो राजमार्ग हुने चाहिँ हाम्रो तर यो प्लानिङ सेक्सनमै छ अहिले पनि अब त्यो पनि देखि हामीले जुम्ला सेक्सनबाट भेटिरहेको फाइनली अब जुम्ला चाहेको हेर्दाखेरि चाहिँ हाम्रो जुम्लातिर अलिकति फ्ल्याट टेरेन देखिन्छ भने चाहेकोतिर चाहिँ अलिकति स्टिप टेरेन देखिन्छ यसलाई तपाईँ चाहिँ देखाउन सक्नुहुन्छ यो हाम्रो चाहिँ रारा राजमार्ग अन्तर्गतको हामी आज अनुभवमा आएका थियौँ यो पोइन्टसम्म हाम्रो ट्र्याक पनि भइसकेको छ भने
ट्रेन छ हाम्रो साथीहरू सबै घुम्न लगाउँदै आयो यता पनि आज अलिक मौसम खराब भए पनि जस ठाउँ चाहिँ टक्क देखिँदो रहेछ हामीहरू जुम्ला झारको चाहिँ सिमाना छौँ यो चाहिँ टोप्ला मिल्छ र डौँसुली लेक हुँदै जाजरकोटको चाहिँ उता छेडा बजार जोडिने रोड हो यो जुम्लाको सिमाना हो भने यो चाहिँ जुम्लातिर खण्ड हो भने यो चाहिँ सिमाना अलि उतातिर चाहिँ ट्र्याक छ बाटो छ त्यसपछि यतातिर यो पुरै चाहिँ जाजरकोटतिरको चाहिँ सडक खण्ड हो दामी गर्नु खाने अनि अब त बिस्कुट ट्याक्केला त खोल्दा पनि हुन्छ कि ल म गार्डन गर्छु है यस्तो हाइटमा आएर बिस्कुट खानु पनि एकदम प्रोटिन लाग्यो तपाईँले एकदम आनन्द लागिरहेको के गाली गर्छन् त्यस्तो गर्नुपर्छ यहाँ पहिला सब देउतालाई देउता चढिसक्यो क्या देउताले भन्छ हामीले खाना गर्नु त्यसरी धेरै चरण जुम्ला जाजरकोट सिमाना एकदम पिक पोइन्टबाट अब हामी फेरि अब चाहिँ जुम्लातर्फको यात्रामा छौँ होइन यसरी हिउँ पनि परेको रहेको छ जाडो पनि एकदम जाडो छ आज चिसो छ मौसम चाहिँ अलिकता प्रतिकूल भए पनि यात्रालाई सफल र सहज रूपमा यादगार बनायौँ त्यसको लागि हाम्रो रञ्जितजीको एकदम ठुलो हात छ यसमा हाम्रो यो यात्रालाई एकदम सहयोग गराउनको लागि उहाँले जबरजस्ती यो लेक्सामा जानै पर्छ सरहरू सबैजना भनेर हामी यो डाँडाबाट आएको भने हामी यहाँबाट हिँड्दै हिँड्दै अहिले चाहिँ अब म हिँडेर जानुपर्ने छ अहिले चाहिँ उहाँ आइहाल्नुहुन्छ हाम्रो सौरसलाई अलि हिँड्न गाह्रो भइरहेछ हामी यो लेखमा छौँ उहाँलाई बाटो नै तलबाट यसैबाट यसै बाटो छ नि बाटै आँखा लग्यो भन्ने वाला अलिक बाइक मालिक छोटा हामी यस्तो यार 80 केजीको मान्छेसँग यार तपाईँको अगाडि यहीँ यही छैन लाउनु त्यो तल आउनु तल छोरोले मलाई बचा माथि टोटेर खोलेस भन्ने यहाँ रिन्या हो त्यहाँ त्यति भयो वेट पनि कम छ हामी बोकेर लान सक्छौँ ल एकछिन ट्राई गरौँ ट्राई ल फेरि 1 2 3 ल लाग्न पर्छ तिमी सबैजना
कडै कडा हो क्या बहुत खराब पाँच